जान पर्यो अब आज माया खोज्न। यस्तो गरेर आउनु भएको छ। कहाँ हिँड्नु भएको तपाईँहरू आन्टी? हो के हो छुख ऐला सक्कनी ऐला ख। यो अफिस त कसैले छुन्न। अब मैले हो बनाउने। सानैबाट मैले बनाउँथेँ, ठुलो हुँदा पनि अब मैले बनाउनु त होला। चिउरा नबनाउनु न, प्रसाद हो यो। प्रसाद हो के? कसले खान्छ यो? अर्को साल पुजारी म गर्नु पर्यो। टाउको हेर न, त्यो टाउको खायो भने त दिमाग बढ्छ अरे त झ्याबा। यहाँ रस छ, यो अझ यो रस खाने हो भने। त्यहाँ मासु पनि लुकेछ रस। हेलो, वेलकम ब्याक वेलकम ब्याक होइन, मेरो न्यू च्यानल न्यू ब्लगमा तपाईँहरूलाई धेरै धेरै स्वागत छ। यो मेरो नयाँ आइडी नयाँ च्यानल हो। जान पर्यो अब आज माया खोज्न। उठ्दैन त्यस्तो भन्दा जङ्गलतिर जान पर्यो कि। म आउँदैछु है। मूल पूजा जान पर्यो आज हाम्रो। मूल पूजा पानीको पूजा, मूल पूजा होइन, जहाँबाट आज हामीले पानी लिएर छौँ र यो धारामा पानी खान पाउँछौँ। द्याट इज मूल पूजा। बाई बाई, सी यू। साँझ ल, साँझ भेटौँ ल। ओके बाई ल, बाई भनेको सी यू। बाल काटना था, नहीं काटा, शाम को आगे काटेंगे। लाग्यो अब पूजामा। कहाँ जाना है? कहाँ जाने हो? कहाँ जाने हो? कहाँ जाना? कहाँ है? किसके साथ? चलो हिँड्नु त फेरि। दोस्तहरू गइसक्यो। चलो ब्याग उठाऊ, ब्याग लगाऊ। जामै को जाने? के भयो यसलाई? बिरामी भयो जस्तो छ त यो त। सारे लोग जा रहे। स्कूल जा रहे हो क्या? हाँ, दोस्त के साथ जाना है। खै मेयर सिंह सर जानुभयो? ओ मेयर सिंह सर, he is not here। यो हो मेरो थैली। पूजा थैली यस्तो हुन्छ गाउँघरमा, मजा आउँछ। जाम अब आयुष, जाम क्या? जाने होइन? जाम ल पूजामा। यो पानी ट्याङ्की हजुर। ल आज चाहिँ हामी जाँदैछौँ मूल पूजामा। यहाँ पुरै दिदी बहिनीहरू एकदम पिकनिक खाने जस्तो गरेर आउनु भएको छ। कहाँ हिँड्नु भएको तपाईँहरू आन्टी? मूल पूजामा के त हो र? ओहो, झिन्टाङ मुन्टाङ कहाँ हिँडेको? झिन्टाङ मुन्टाङ बोकेर खोइ त अरू। ओहो, हामी चाहिँ अब यहाँबाट लाग्यो। खतरा बाटो छ नि त यो जङ्गलको बाटो। ऊ बेलामा हामीले बाख्रा चरा हिँड्ने बाटो। आजकल पो बाख्रा छैन, मारा हिँड्न परिरहेको छैन। तर बाटो चाहिँ खतरा रहेछ है। हामी जाने हो मूलको पानीमा, चिसो पानीमा। ल शिरीषले के बोक्नु भएको यस्तो? के हो यो? झन्डा लिङ्गला, लिङ्गो। लिङ्गा सही। ध्वजा राखिन्छ हामीले। यो चाहिँ प्रत्येक मन्दिरमा लाग्छ, एउटा दुईटा राख्ने। यसको भ्यालु त उहाँ हुन्छ क्या, सत्यवती बजेकोमा। त्यहाँ त लिङ्गो गाड्ने त 100% हो। ऊ त्यो पारी जङ्गलको फेरमा जाने हामी। त्यहाँ चाहिँ एकदम ठन्डा पानी, मूलको पानी त्यहाँ उम्री गएको छ। अनुप, तिमी पनि आएको? एक्जाम भ्याइयो? कस्तो भयो एक्जाम? राम्रो भयो। तिमी त फर्स्ट बोय हो क्या, होइन? ए सेकेन्ड बोय। ओ माय गॉड, फर्स्ट बोय कौन है? दीपिका फर्स्ट गर्ल हो? ओ माय गॉड। त्यसपछि थर्ड? राम्रो हो।
भाइहरूले प्रगति गरेछ भाइ बहिनीहरूले ए होइन सरी भदैनीहरूले राम्रो गरेछन् दाइको छोरा हो अनु यता हेर त अनु ठुलो भएको छ यिनी पनि अब एकछिनमा लावरी हुन जान्छन् त्यसपछि मलाई हेलो अङ्कल क्यासे हो भन्छ फेरि भनेपछि मलाई नै फेरि आमा डेन्जर छ है बाटो मैले एकछिन भिडियो गरिनँ यो चाहिँ हल्का पहाडी जस्तो लाग्यो पहाडी नै छ भनौँ होइन पहिला त हामी खुल्लो दौडिन्थ्यौँ तर धेरै भयो आजकल नहिँडेको बाटो पनि जङ्गल भएको छ यता तलतिर हाम्रो पाल्पा पुग्ने जोड्ने बाटो यही हो र यहाँ मूलको धारा वेस्ट गएको धारालाई चाहिँ हामीले बाइक साइक धुने गराएको यहाँ छौँ राम्रो छ यहाँ चाहिँ यस्तो गरेर गएको छ होस् डेभलप भइरहेछ अहिले राख्छु बाई बाई डेन्जर बाटो दिस इज वाटर फल्स बट वाटर छैन सुकेछ वाटर घरबाट हाल्न पाइन्न कि यहीँ बढाएर हुन्छ ल अब लाग्यो अब अझै माथि छ हाम्रो मूलको पानी नेट नहीं है छोड़ो नेट नहीं है मम्मी का फोन नहीं है इसमें जम तुम पीछे 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 ओ पीछे इधर कुने में हाँ त्यो यस नहीं त्यतिकै लिएर आऊ पुरै लिएर आऊ बिस्तारै त जाम है हामी एकदम मूलको नजिक आइसकेको छौँ यो हो मूलको खोला हो तर सुकेछ अहिले मूल माथि नै छ क्या दूर नहीं है बस आ गया होइन यहीं से जाना ऊपर जाना है ना बहुतै सुन्दर प्राकृतिक छ यहाँ कोही मारा आउँदैन गाई गोरु आउँदैन चितुवा पनि आउँदैन यहाँ कसैले हक्दैन त्यही भएर यता न यता दिस साइड क्या है कुछ नहीं है क्या है फल है फल को मुझे काटने की है नहीं काटेगी चलो हमें अभी जाने इधर जाना है ना हे जल्दी फटाफट हाँ उसमें चावल है फूल पाती है उसमें फूल है ले दे दो अरे यो अहिले पूजा गर्ने होइन नि यहाँ ए हो त्यही त लग्यो नि त राम्रो भएपछि न त यहाँ जङ्गल हुन्थ्यो होला यार नफाटेको भए त त्यस्तै छ जिन्दगानी फाइनल्ली हामी आइपुग्यो मूलको पानीमा लो यहाँ त ठुला मान्छेहरू पहिले आएर पनि हेर त काम गर्दै रहेछन् मूल साफ गर्दै रहेछन् खै मूलको पानी हेरौँ कसरी आएको छ यसरी आएको यो पारी यताबाट आएको होइन यो अर्को मूलबाट आएको यताबाट यहाँ आउँछ यहाँबाट एककट्ठा भएर जान्छ बन्द गर्यो पहिला बन्द गरेर साफ गर्ने बन्द गरेको पूजा लाने भाइ अब मूलको पानीमा मूलको के हुन्छ पहिला साफ सफाई हुन्छ त्यसपछि पूजा हुन्छ त्यसपछि के खान्छ हामीले लास्टमा के खान्छ किशन के खान्छ अरे लास्टमा मासु यस यहाँ छ एउटा मासु यहाँ छ हेरेर बसेछ व्हाइट कलरको एउटा मासु यहाँ छ ग्रे कलरको यो फेरि घोटो परेर बसेछ अनि एउटा मासु मेरो हातमा छ गरेछ हाम्रो दान्छले पूजा सुरु भइसक्यो हाम्रो अजाको अजा छुटाउ ख ल पूजा हेर न यस्तो हुन्छ गोबर सुरु भएछ खै दुध यहाँ त माल पानी मात्र ल्याएको चढाउनु दुध ल्याउनु भएन दुध त आफ्नो दुध पाइएन आजकल त यस्तो हो कि चढाउने पनि आमा तिन पानी हो क्या सक्कनी ख भैचा बिउ नाग यहाँ मात्र बनाउने उता अच्छा यो यहीँ छोड्नेवाला हो होइन किन बाँधेको त दाजु देउतालाई के हो गेट हो कि यो छुख पहिला
सक्कनी ऐला ख ठो ऐला लास्ट में ऐला गर्न पाउँछ कोन अहिले बोकेले चढाउने नि त जम्मै यो क्या गादा चढाउने त खास दुईटै हो के दुईटै हो चढाउने त्यो जाडको झोल यो ऐला अच्छा अच्छा ऐला भन्छ चलेको मूलको पानी पनि ऐला खाने रहेछ ए खालियो खान्छौ खान्न बाबाले खानुहुन्छ छोड्दै ल पूजा भइसकेको छ तकरिबन अब लास्ट एउटा रहेको यो मेले पनि अब जिन्दगी जिन्दगी गयो मेरो ल मान्यो मान्यो हल्लायो मान्यो काटेको हैछ साँच्चै रहेछ विजय दाइ त खत्रै हैछ है विजय दाइ खत्रै मिलेश मिलेश मिलू चिची खाना है कि नहीं खाओगे खाना है कि नहीं खाओगे नहीं खाओगे मत खाना ठीक है हम खाएंगे नकली हो गया ना टाउको छ अझै वनभोज तगडा हुने भयो आज वनभोज पानी चाहिँ मजाको पानी छ पकाएर खाने हो आज यता अर्को मूल छ हाम्रो यो यता माथि यो बाटो उता माथि जाने हो त्यहाँ पनि पूजा गर्नु छ यहाँ मासु भाग लाउँदै गर्नु म त गएँ अब उता अफिसतिर गएँ म मेन अफिससम्म हाल्नु पऱ्यो यहाँ यो अफिस त कसैले छुन्न अब मैले हो बनाउने सानैबाट मैले बनाउँथेँ ठुलो हुँदा पनि अब मैले बनाउने त होला बुढो हुने बनाउनु पाके तपाईँको के हो यो अन्डा हो अन्डा भुजिया खाने हो त्यसपछि प्रसाद खाँदै हुनुहुन्छ चिउरा नभन्नु न प्रसाद हो यो प्रसाद हो के त्यही त हरियो पानी म आउँदैछु अब पानी उमालेर राख्नु अहिले आन्दा उसिन्नलाई तर पहिला धोएर आउँछौँ हामी त्यस्तरी भर्नु भएको त्यही आउँछौँ कि हामी ये है हमारा सबसे बढ़िया और अच्छा के हो भुटुवा यो त झन् झाडन जस्तो छ नि यो यति मिठो हुन्छ नि यो त ओहो तर हामी साफ गर्दैछौँ है यो आगो आगो खै आगो चिकन हो चिकन नै हो यो चिकन एकदम प्यारो देखो स्पेशल पकाउनु भएको छ एकदम आधी घन्टापछि हाम्रो तयार हुन्छ एकदम त्यसपछि दुबारा किसले राखे सिङ्गै कसले यो भालेको टाउको सिङ्गै राखेको कसले खान्छ यो ओ नो अर्को साल पुजारी म गर्न पर्यो टाउको हेर न त्यो टाउको खायो भने त दिमाग बढ्छ अरे त झ्याबा दिमाग बढ्छ अरे त यो खायो भने त टाउको खायो भने दिमाग बढ्छ अरे तपाईँले गरेको तपाईँ हाम्रो गाउँमा आएको ल ल ल ल ल ल भात कार्यक्रम भइसक्यो मासु मैले बाँडिसकेँ यहाँ खाली भइसक्यो एउटा टाउको छ झ्याबालाई पुजारी डम्मा ल बाँकी यहाँ तकरिबन रेडी भइसक्यो ल यही हो वनभोज भनेको यही हो वनभोज सक्यो अब अनु पायो खाइसक्यो ल गुड शाबास ल ल ल मिल्यो मिठो छ मिठो छ मिलोले खाएको हेर न अरू जाति खान्थेन त मिलो नाइस यु लाइक दिस इज चिउरा यु लाइक टिचर मिठो छ मिठो छ म पनि एउटा भाग उठाउँछु अब पुजारी डम्बो हाम्रो पहिला टिका लाउनु हुन्थ्यो के अरे आजकल टिका पनि लाउनु हुन्न रहेछ
त्यो मान्छे मिलेस्टितहरू खान्छ न आज त के हो मासुमा जति चाहिन्न अरू बेला ड्याडी ड्याडी भन्छ मासु खाँदा एक्लै खाने रहेछ नि त यहाँ रस चाहिँ अझै रस खाने हो भने त्यहाँ मासु पनि लुकेछ रसभित्र अझै अलिअलि हिँड्नु भएको अब भन्नु पर्यो नि अब खाइयो पियो बसियो है रमाइलो गरियो स्कुटी ल्याउनु भएको छ भने त्यहाँ बाटोसम्म ल लाग्यो है फेरि फेरि भेटौँ ल बाई बाई खोला जल्दी आ जाओ मिलेश आराम से जल्दी आ जाओ ठीक है क्या हुआ आराम से जल्दी आ जाओ हाँ दीदी के साथ आना हाँ मिलू ठीक है क्या है तुम कितने में पढ़ते हो के गयो इसको खुट्टा में यार क्या हुआ कुछ गए के गयो आराम से आ जाओ आराम से